गरौँ किनकि हामी एउटै परिवार हौँ। अनि धन्यवाद दिनलाई, हात उचार्नलाई, प्रभुलाई धन्यवाद दिनलाई, स्वरहरू उचार्नलाई लाज नमान्नुहोस्। हामी जस्तो आउँछौँ, हामीसँग जस्तो स्वर छ, जस्तो छ हामी त्यसरी नै गाउनेछौँ। तपाईँहरू को विश्वास गर्नुहुन्छ परम प्रभु मेरो गोठालो हुनुहुन्छ भनेर? हामी सबैजना गर्छौँ, आमेन। किनकि हामी ख्रीष्टलाई विश्वास गर्छौँ अनि परम प्रभु हाम्रो असल गोठालो हुनुहुन्छ। आउनुहोस् यो गीतलाई हामी गाउनेछौँ। यो गाउँदै गर्दाखेरि चाहिँ गीत मात्रै नबनाऊ कि, साँच्चीकै यस उहाँ चाहिँ मेरो गोठालो हुनुहुन्छ। उहाँले मलाई हरेक समयमा सुख चैनको पानीमा डोर्याउनुहुन्छ, होइन, मेरो प्राणलाई पुनः नयाँ गर्नुहुन्छ। यो शब्दहरू छ नि, साँच्चीकै विश्वाससाथ यो वचन हो। घोषणा गर्दै हामी गाउनेछौँ सबैजना। यहोवा मेरो गोठालो, मलाई केही घटी हुँदैन। उनले हरियो खर्कामा मलाई चराउनेछन्। यहोवा मेरो गोठालो, यहोवा मेरो गोठालो, मलाई केही घटी हुँदैन। उनले हरियो खर्कामा मलाई चराउनेछ। सुख चैनको पानीनिर, सुख चैनको पानीनिर सदैव डोर्याउनेछ। मेरो यो तुच्छ प्राणलाई नयाँ तुल्याउनेछ। यहोवा मेरो गोठालो, यहोवा मेरो गोठालो, मलाई केही घटी हुँदैन। उनले